झापाको अर्जुनधारामा 3 वर्ष अघिसम्म कालीस्थान पान खेती कृषि समूहले पानको पातको खेती गर्दै आएको थियो। तर अहिले त्यो समूह निष्क्रिय बनेको छ। उचित बजार र भारतबाट आउने पानको पातका कारण सरकारको आवश्यक सहयोग नपाउँदा प्रयोगको रूपमा थालेको खेती अहिले अझ खुम्चिँदै गएको समूहको अध्यक्ष सन्तबहादुर तामाङले बताउनु भयो। सबै कुरो राम्रै भएको, अब हुँदा हुँदै अलिकति पानको मार्केट पनि त्यति राम्रो भ्याउनु सकेन। हामीबाट चाहिँ अलिकति भनौँ न व्यापारीहरूले लिनु नमान्ने, उनीहरूको इन्डियाबाटै आउने, अनि इन्डियाको पत्तै राम्रो हुन्छ तपाईँहरूकोले राम्रो भएन भन्ने खालको त्यस्तो कुराहरू भयो। अनि बिचमा फेरि अब अलिकति समूहगत हिसाबमा आफ्नोमा अलिकति विवाद जस्तो पनि भयो क्या कुराहरू नि, अलिकति विवाद जस्तो पनि भयो। त्यस्तै भएर चाहिँ लगभग मैले चाहिँ त्यही 2-3 वर्ष जस्तो गरेँ, त्यहाँदेखि छोडिदिएँ। सरकारले के गर्यो भने चाहिँ यो अलिक व्यापक विस्तार हुन सक्थ्यो? होइन, सरकार राज्यबाट चाहिँ केही लगानी गरेर चाहिँ यसलाई केही भनौँ न आफ्नै देशमा यही नेपाली जनताले रोजगार पाउने, यहीँको कृषकहरूलाई केही उन्नति स्तर उत्थानको लागि गर्ने भने अवश्य हुन्छ। तर राज्यबाट केही सहयोग हामीले पायौँ। ल हुन्छ गरिदिउँला हेरौँला मात्रै भनिदिने, आउने यसो हेरिदिने, तर सहयोग चाहिँ केही पनि नहुने। अनि जति पनि आउने पान फेरि इन्डियाबाट पेल्ने, इन्डियाको पान सस्तो पर्छ, इन्डियाबाटै आउँछ, हाम्रो त वहीँको ठेका छ भनिदिने। अब कोही बेला हाम्रो चाहिँ भनौँ न अब भनेको बेला मार्केटमा पान पुर्याउनु नसक्दा लु यसरी त हुँदैन भनेर भन्ने। अनि त्यस्तै के कारणले गर्दाखेरि आफ्नै बिचमा नि अलिक कमजोरी भयो। पानको बिरुवा नराम्रो त होइन, राम्रो भएको, बगान राम्रो आएको थियो, तर बिचमा आपसमै अलिकति मतभेद जस्तो भएको कारणले गर्दाखेरि त्यतिकै लता छोडियो। समूहमा हुँदा 5 कट्ठामा गरिँदै आएको खेती अहिले अझै घटेको छ। आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा खेती घटाएको हाल खेती गर्दै आउनुभएका किसान त्रिलोचन खरेलले बताउनु भयो। लाख नाग्छ, उत्पादन राम्रो लिँदाखेरि लाख नाग्छ। जस्तो 4000 पत्ता मैले पर कट्ठा लिनुपर्छ। लिँदै हुनुहुन्छ? म लिन्छु, अब गएर लिन्छु। यो नयाँ बिरुवा हो मेरो, यो पुरानो, योभन्दा अगाडि लिएको थिएँ। यो कुन जातको, अगाडि कुन जातको लाउनु भएको? यो पहिलेको पान भनेको इस्लामपुरको डन्ठी बङ्गला भन्छ। त्यो पहिलाको 2046मा स्थापना गरेको पान चाहिँ यो पान भनेको चाहिँ कलकत्ता काकदिक भन्ने ठाउँको। यसको नाम हो काली बङ्गला, जहाजी भन्छ यसलाई। यो चाहिँ इन्टरनेसनल पान हो। हुन त अब पानका जात त धेरैवटा हुन्छन्, यो सेकेन्ड पोजिसनमा पर्छ। फर्स्ट भनेको मिठा पत्ता हो, सेकेन्डमा जहाजी, तेस्रोमा मोबाइल भन्ने पान हुन्छ, पहेँलो। अरू अन्यहरू डन्ठी बङ्गला, इस्लामपुरे, त्यस पछाडि आसामिज, यी अन्य जम्मा 7 जातका हुन्छन् पान। 7 जात मध्येमा अहिले एजुअल नेपालमा चल्ने भनेको 2टा जात हुन्, जहाजी र मिठा पत्ता। अनि यो सम्भावना यति ठुलो रहेछ, हजुर, यो खेती किन विस्तार हुन सक्यो? यसको विज्ञ मान्छे भएन हजुर। यसमा कुनै पनि नेपालको कोही पनि डाक्टर, कुनै पनि कृषि क्षेत्रको कोही पनि मान्छे मैले अहिलेसम्म यत्रो वर्ष काम गरेँ, कोही पनि मौकामा आएर कन्ट्याक्ट गरेर यसो गर्नुहोस् भनेर मलाई राय सल्लाह सरकारबाट, राज्यबाट कसैबाट पनि भएन। मेरो मनोपली हिसाबले मेरो आफ्नो ट्रेनिङको आधारबाट मैले काम गरेँ र मलाई ब्याकफोर्स नभएको कारणले गर्दा अलिकति म ब्याक परेको हुँ। नत्र भने म राम्रो गरी ह्यान्डलिङ गरेर बगान चलाउन सक्छु। नेपालमा 2-4वटा 10-20वटा बगान म राम्ररी मेजरमेन्ट गर्न सक्छु, तर मेरो ब्याकफोर्स हुनुपर्छ मलाई, या राज्यबाट या मभन्दा एउटा विज्ञ कोही व्यक्ति भयो भने मलाई अलिकति काँधमा काँध हुन्थ्यो भन्ने मेरो इच्छा चाहिँ त्यो हो। तर पनि म धान्न चाहिँ 2-4 वर्ष 8-10 वर्ष म बाँच्नु, यही नै हो मेरो पेसा, अन्य पेसा मेरो हुँदैन। हजुरले अहिले कतिलाई रोजगार दिनुभएको छ? अहिले मैले 4 जनालाई दिएको छु। उनीहरूले कति लान्छन् महिनामा पैसा? उनीहरूलाई मैले एउटा हिसाबले हाजिरा पनि दिएको छ, महिनारी पनि दिएको छ। कसैलाई 12,000 दिएको छ, कसैलाई 15,000 दिएको छ, त्यसरी दिएको छ। ड्युटी एकदम सरल ड्युटी छ, भारी काम लाउँदिनँ, हल्का काम लाउँछु। यसको लोडको काम भनेको वर्षमा 2 चोटि मात्रै हुन्छ, त्यो पनि 2-3 दिनको भारी काम हुन्छ, बाँकी अरू सबै हल्का काम हुन्छ। यो त अहिले साँच्चै भने नेपाल सरकारले बुझेर यसलाई विशेष प्राथमिकता दिएर नेपालका युवाहरू 2-4 जना एउटा ट्रेनिङ सेन्टर राखेर युवाहरूलाई चलाउनु आज देशमा धेरै परिवर्तन आउँछ। किनभने दिनको लगभग 1 करोडभन्दा माथिको पान नेपालमा खपत छ। आज त्यो पान कहाँबाट आउँदैछ त? नेपालमा कहाँ चाहिँ छ? राज्यले कहाँ चाहिँ खेती देखाउँछ? मलाई देखाउनु पर्यो नि। 1 करोड रुपियाँको पान, 1 करोडको पान नेपालमा खपत छ दिनको। यो कुरो पत्याउनु नपत्याउनु आफ्नो हुन्छ। नेपाल 77वटा जिल्लामा कहाँ चाहिँ कुन जिल्लामा पान पाउँदैन?
तर एउटा जिल्लामा एउटै मात्रै दोकान होला। झापामा कति पात लाग्छ दिनमा? तपाईँ कति झापामा बेला दिनमा पुऱ्याउनु? लगभग 55 देखि लिएर 60,000 पान खपत हुन्छ, पानको पात। पानको पात। अनि तपाईँ कति दिनुहुन्छ? म त कति दिनु, 5-6,000, 7,000, 10,000। अनि बाँकी पानको पात बाँकी कहाँबाट? पान इन्डिया। 90-95% होइन, 99% इन्डियाको उसमा, इन्डियाको बजारमा नेपाल चलेको छ। नेपालमा राम्रो बजार र सम्भावना रहेको पानको पातको खेतीबारे धेरैलाई थाहा हुन सकेको छैन। अन्य बालीभन्दा राम्रो आम्दानी हुने खेती, गुणस्तर र ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा भारतबाट हुने आयातमा निर्भर रहनु परेको खेतीबाट विस्थापित हुनुभएका अर्का किसान योगेश आचार्यले बताउनुभयो। लाखौँ करोडौँकै उसमा चाहिँ नेपाल भित्रिरहेको छ पान है। त्यो पान चाहिँ कस्तो हो भने हामीले यहाँ सानो एउटा खेती गर्दाखेरि यो पानको आयातलाई चाहिँ रोक्न सकिँदैन। नेपालमा दैनिक कति पानको प्रयोग हुन्छ भन्ने यकिन तथ्याङ्क पाउन मुस्किल भए पनि ठूला सहरहरूमा पानको प्रयोग अधिक हुने गर्दछ। यति धेरै प्रयोग हुने पानको पात भने अधिकांश भारतबाट नै आयात हुने गरेको छ। यसले वार्षिक रूपमा ठूलो रकम विदेशिनी गरेको पान व्यवसायीको भनाइ छ। डिकेश लामा, झापा।